नमस्कार मित्रहरू, म गणेश भट्टराई। आज म तपाईँहरूलाई फेसबुकको पेज कसरी बनाउने भन्ने बारेमा बताउन गइरहेको छु। तपाईँलाई यो भिडियो एकदमै काम लाग्ने हुनसक्छ। थाहा होला तपाईँहरूलाई कि आजकल फेसबुकको टिमले फेसबुक चलाएबापत तपाईँहरूलाई या हामीहरूलाई पैसा पनि दिने गर्छ। थोरै धेरै जति होस्, जति सक्छ तपाईँको भाइरलको अनुसार, भिडियोको अनुसारले या तपाईँको फोटोको अनुसार या तपाईँले लेखेको स्ट्याटसको अनुसार तपाईँले डेली वेस्टेज गरेर लेखेको त्यो स्ट्याटस प्रोफाइलमा परिणत गरेर पेजमा परिणत गरेर यदि तपाईँले अपडेट गर्नुभयो भने त्यसबाट तपाईँहरूले केही भए पनि पैसा आम्दानी गर्न सक्नुहुन्छ। कसरी त पेज कसरी बनाउने भन्ने बारेमा आज म तपाईँहरूलाई विस्तृत रूपमा बताउन गइरहेको छु। आशा छ यो भिडियो तपाईँहरूलाई एकदमै काम लाग्ने हुनसक्छ। त्यसैले भिडियोलाई सुरु गरौँ विदाउट वेस्टेज हजुरको टाइम। सबैभन्दा पहिले यहाँ मैले तपाईँहरूलाई देखाउँछु कि फेसबुकको प्रोफाइलबाट पेज कसरी क्रिएट गर्ने भन्ने बारेमा। प्रोफाइललाई पेजमा परिणत गरेर पनि आम्दानी गर्न सकिन्छ भने प्रोफाइलको प्रोफाइललाई छोडेर तपाईँले अर्को पेज बनाउँदा पनि झन् राम्रो हुन्छ। आज कसरी बनाउने भन्ने बारेमा म तपाईँहरूलाई यो भिडियोमा देखाउँछु है त। सबैभन्दा पहिले जानुहोस् यहाँ तपाईँको फेसबुकको प्रोफाइलमा। फेसबुकको प्रोफाइलमा गइसकेपछि यहाँ माथिपट्टि जो 3टा घेरा या 4वटा घेरा होलान् या कसैको मोबाइलमा बिन्दु हुनसक्छ माथिपट्टि यतापट्टिको छेउमा। त्यो लाइनमा गइसकेपछि क्लिक गर्नुहोस्। त्यहाँ क्लिकभित्र गइसकेपछि तपाईँको जुन लगआउट गर्ने सिस्टम हुन्छ नि, यस्तो तलमाथिको एरोको सिस्टममा त्यहाँ क्लिक गरिसक्नुभयो भने यहाँ क्लिक गरिसकेपछि यहाँ मैले क्रिएट गरेका केही पेजहरू छन् र प्रोफाइलहरू पनि छन्। त्यसमध्येमा पनि अब अर्को कसरी क्रिएट गर्ने भन्ने बारेमा तपाईँहरूलाई म देखाउन गइरहेको छु। अहिले जस्ट मैले भर्खरै मात्रै 4G भन्ने क्रिएट गरेको थिएँ। अब अर्को तपाईँलाई प्रोफाइल क्रिएट कसरी गर्ने भन्ने बारेमा म देखाउँछु है त। क्रिएट प्रोफाइल भन्ने यहाँ देखाएको छ नि, यहाँमा चाहिँ गएर यसरी क्लिक गर्ने। यसरी क्लिक गरिसकेपछि यहाँ चुज गर्न भनेर आउँछ। न्यू प्रोफाइल अर पेज, पर्सनल प्रोफाइल भनेर त्यहाँ क्लियर गरिएको हुन्छ। पब्लिक पेज भनेको छ। तपाईँले कुन ओपन गर्ने हो त? पर्सनल नगर्नुहोस्, तपाईँसँग अलरेडी छ। अब तपाईँले यहाँ गर्नुपर्ने हुन्छ कि सेकेन्ड नम्बरको पब्लिक पेज। अब यसमा गएर यसमा क्लिक गरिसकेपछि यहाँ तल लेखिएको छ कम्पेयर अप्सन्स एन्ड नेक्स्ट। तपाईँले गर्नुपर्ने हुन्छ नेक्स्ट। अब यहाँ नेक्स्ट गरिसकेपछि तपाईँको पेजको नाम के लेख्ने हो त? तपाईँले सजिलो हुने एकदम पेजको नाम लेख्न सक्नुहुन्छ। जस्तो कि यहाँ मैले लेखिदिन्छु हिमालयन न्युज नेक्स्ट। हिमालयन न्युज गरेर नेक्स्ट गरिसकेको छु। त्यसपछि तपाईँले क्याटेगोरी चुज गर्नुपर्ने हुन्छ। अब कुन क्याटेगोरीको हो त? न्युजै भनेर लेखिसकेपछि न्युजमै जाउँ, मिडिया एन्ड कम्पनी। यदि तपाईँहरूले अरू क्याटेगोरी पनि हुने गर्छन्, थुप्रो क्याटेगोरी जुन बेसमा तपाईँले भिडियो बनाउँदै हुनुहुन्छ त्यही बेसको हुनसक्छ। कमेडी पनि हुनसक्छ, न्युज हुनसक्छ, लेटर हुनसक्छ, स्टोरी हुनसक्छ, डिफ्रेन्ट टाइप्सको हुनसक्छ। अनि यहाँ हेल्थ, ब्युटी एन्ड ग्रोसरी स्टोर भनेको छ। यदि तपाईँसँग स्टोर छ, तपाईँले कुनै सामानहरू सेल गर्नुभएको छ भने त्यस आधारमा पनि बनाउन सक्नुहुन्छ। यहाँ मैले डाइरेक्ट मिडिया कम्पनीमा क्याटेगोरी राखिदिएको छु। अब यसलाई म गर्न जान्छु क्रिएट। यहाँ क्रिएट गरिदिइसकेपछि यहाँ लोगो घुम्दैछ। यो घुमिसकेपछि चाहिँ तपाईँको अर्को पपअप खोलेर आउँछ। त्यो पपअपलाई खोलिसकेपछि जेनरलमा बायो लेख्नुपर्ने हुन्छ तपाईँले। बायोमा के लेख्ने त? अब जस्तै तपाईँको न्युज हो त भने नेपाली न्युज। बियोमा अहिले चाहिँ मैले यो लेखिदिएको छु। यहाँ वेलफेयर भनेको छ, पेज वेल्थको कसरी कन्डिसन कस्तो छ भनेर देखाएको छ। अहिलेसम्म एकदम राम्रो छ। अब यहाँ अब कन्ट्याक्ट नम्बर तपाईँको वेबसाइट छ भने वेबसाइट, तपाईँको मेल के छ? जस्तै फर इक्जाम्पल मेरो एकछिनलाई यो छ, म यो हालिदिन्छु। वेबसाइट मसँग छैन, तपाईँहरूसँग छ भने हाल्न सक्नुहुन्छ र तपाईँको फोन नम्बर छ भने मात्रै हाल्न सक्नुहुन्छ, नत्र नहाल्दा पनि हुन्छ। तर पछि चाहिँ हाल्नुपर्ने हुन्छ। अब एड्रेस तपाईँ कुन ठाउँमा हुनुहुन्छ? म हाल चाहिँ क्यानाडामा छु, तब म यहाँ क्यानाडा राखिदिन्छु होइन। टाउन म छु यो ठाउँमा, त मैले यो राखिदिएको छु। अनि आवर एभाइलेबल डोन्ट सो द आवर भनेको छ। अलवेज ओपन 24 आवर्स। कुन खालको चाहिएको छ? नट आवर एभाइलेबल, अलवेज ओपनमा यसरी गरेर नेक्स्ट गरिसकेपछि तपाईँको प्रोफाइलबाट पेज क्रिएट भइसकेको छ। यहाँभित्र गइसकेपछि अब यहाँ देख्न सक्नुहुन्छ कि हिमालय न्युजको यो पपअप खोलेर आइसकेको छ। अब यहाँ तपाईँहरू फोटो अपडेट गर्न सक्नुहुन्छ। के फोटो हाल्ने हो तपाईँले चुज गरेर तपाईँको प्रोफाइलबाट राम्रो फोटोहरू हाल्न सक्नुहुन्छ। अब यहाँबाट भइसकेपछि तपाईँको एकदमै पेज भइसकेको छ तयार। यो गरिसकेपछि नेक्स्ट गर्ने। तपाईँसँग भएका साथीहरू, प्रोफाइलमा भएका साथीहरूलाई पेजमा इन्भाइट गर्नु छ भने डाइरेक्ट सेलेक्ट गर्नुहोस् 100मा 1000मा। त्यसपछि सबै सेलेक्ट हुन्छ अनि नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि सबैलाई रिक्वेस्ट जान्छ। यदि तपाईँले कसैलाई एड गर्न सक्नुहुन्छ, कसैलाई एड गर्न चाहनुभएको छ भने यहाँबाट पनि एड गर्न सकिन्छ।
अहिले म यसलाई चाहिँ क्यान्सल गर्छु र तपाईँलाई पछि फेरि यहाँ गएर देखाउँछु कि कसरी मेरो बन्यो कि बनेन। यहाँ हेर्नुहोस् અહીં 4G सम्मको नोटिफिकेसन सुरुमा देखाइएको थियो भने अहिले हिमालय न्युजको तलपट्टिको एउटा पेज खुलेर देखाइएको छ। अब यो पेजमा ओपन गर्ने, यही पेज चलाउने, तपाईँले जति पनि भिडियोहरू बनाउनुहुन्छ, स्टोरीहरू बनाउनुहुन्छ, रिल्सहरू बनाउनुहुन्छ, यसैबाट बनाउनुहोस्। बनिसकेपछि तपाईँका धेरै सिस्टमहरू खुल्छन्। त्यसपछि तपाईँको आम्दानीको सुरुवात यहाँबाट हुनेछ। आशा गर्छु यो भिडियो तपाईँहरूलाई एकदमै काम लाग्ने भएको होला। तपाईँले पनि सुरु गर्दै अरूलाई पनि सेयर गर्नुहोस्। अहिलेसम्म मलाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला, ताकि फेसबुक होस् या कुनै पनि इन्टरनेटको चिज जो मलाई आउँछ त्यो तपाईँहरूमाझ ल्याउने भाषा गर्दै अहिलेलाई भने बिदा हुन्छु। नमस्कार।